पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा हेरिएको थियो, तर यो राष्ट्रिय गौरवको आयोजना नभएर राष्ट्रिय बेइज्जतको आयोजना भएको छनक दिइरहेको छ। संसदको लेखा समिति अन्तर्गत गठित उपसमितिले दिएको प्रतिवेदनको आधारमा यसमा अरबौंको भ्रष्टाचार देखिएको हो। तर यो प्रतिवेदनले 8 जना विभिन्न उच्च ओहदाका कर्मचारीहरूलाई निलम्बन गरेर अख्तियारलाई र सम्पत्ति शुद्धिकरणलाई अनुसन्धान गर्नको लागि निर्देश गरे तापनि त्यसमा कुनै पनि विभागीय मन्त्री र कुनै पनि अन्य जिम्मेवारीमा रहेका राजनैतिक दलका नेताहरूलाई भने किटान गरेको छैन। त्यसपछि यो प्रतिवेदनकै विषयमा पनि विभिन्न प्रश्नहरू उठेका छन्। नीतिगत रूपमा भ्रष्टाचार नभइकन अरबौंको भ्रष्टाचार सम्भव छैन। कर्मचारीको लेभलबाट मात्रै यति ठूलो भ्रष्टाचार सम्भव नै हुँदैन। तर 8 जना कर्मचारीहरूको नामै किटान गरेर निलम्बन गर्नुपर्ने अख्तियारले